रिक्वेस्ट गरेको तपाईलाई मान्नुहुन्छ? सो गाइस म चाहिँ बसमा आइसकेँ हैन 8:42 भयो अनि म चाहिँ बस जुन चाहिँ टिकट चाहिँ अब मैले काटेको टिकट चाहिँ बिए हो। मलाई रिक्वेस्ट गर्नु मान्नुहुन्छ भने हैन? यहाँ आएर चाहिँ एकछिन ब्रेक भनेर चाहिँ हामी बस्दैछौँ हैन। बस पनि मलाई एकदम दामी लाग्यो हैन। यो चाहिँ शुभ जगदम्बा टुर्स ट्राभल्स। सो हेलो नमस्ते, वेलकम टु माई न्यू ब्लग हैन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। त्यही भएर अब घर जाँदैछु भनौँ न। घर चाहिँ अब जाने प्लान त थिएन। अब के भन्छ अरे 5 वर्षपछि कुलानीको पूजा हुन्छ नि त। कुलानीको पूजा भनेको हाम्रो चाहिँ 5 वर्षमा हुन्छ। त्यो भएर चाहिँ अनि अहिले चाहिँ अब भोलि कुलानीको पूजा छ अनि त्यही भएर चाहिँ अब आज बेलुका नाइट बसमा जाँदैछु। त्यही भएर चाहिँ नाइट बसमा जाँदाखेरि चाहिँ के हो छ कस्तो छ काठमाडौँको अवस्था, काठमाडौँबाट जाँदै गर्दा भनेर तपाईँहरूलाई भिडियो देखाउनलाई चाहिँ एउटा भिडियो सुरु गरेछु हैन। अब बाइकको त धेरै नै भ्लग भइसक्यो नि त, धेरै नै देखिसक्नु भयो होला तपाईँहरूले। एउटा बसको पनि भ्लग हेरौँ न त, नाइट बसको हैन। म चाहिँ टुरिस्ट बसमा जान लाग्छु अनि त्यही भएर चाहिँ एउटा भिडियो बनाउँछु। अब भिडियो मन पराउनु लाइक गरिदिनु, च्यानल नयाँ भने सब्सक्राइब गरिदिनु। भर्खरै अफिस आएर हस्याङ फस्याङ भएको कि मेरो चाहिँ 8 बजेको बस छ। पानी परिरहेको कि आज झन् यार कस्तो ल्याङ लागिसक्यो। 7 बजे अब एकछिनमा निस्किन्छु 7:30 बजीतिर। आज चाहिँ जाँदाखेरि पनि गाडीमा जान्छु भनौँ न, इनड्राइभ गर्छु भनेको पानी पनि परेछ अनि यहीँबाट सर गाडीमै जान्छु कि अब आज चाहिँ। अनि एउटा के भन्न चाहन्छु भने चाहिँ पोखरा जाँदै हुनुहुन्छ भने चाहिँ ई सेवाबाट भन्दा चाहिँ बस सेवा भन्ने चाहिँ अहिले एउटा एप्लिकेसन छ कि त्यहाँबाट चाहिँ टिकट काटियो भने चाहिँ हामीलाई अलिकति क्यासब्याक आउँदो रहेछ। पहिला त ई सेवाले पनि दिन्थ्यो, अहिले चाहिँ ई सेवाले दिन्न नि त। त्यो भएर चाहिँ बस सेवाले चाहिँ दिँदो रहेछ। त्यो भएर पनि त्यहाँबाट काटेर त्यहाँ चाहिँ ऊ पनि हुँदो रहेछ कि बसको फोटो पनि राख्दा रहेछन्। फोटो हेरेर तपाईँहरूले पनि त्यही अनुसार जान सक्नुहुन्छ। त्यही हो। अब अरू चाहिँ अब जाँदै गर्दा भेट्नुपर्छ। अब कुलानीको पूजा छ, पूजाको भ्लगहरू पनि हेर्नुपर्छ हैन। पोखराको एउटा 2टा भ्लग हेर्नुपर्छ। अब त्यही हो। अरू चाहिँ अहिले जाँदाखेरि गर्दा भेट्नुपर्छ। अब त्यही हो। अब भिडियो मन पऱ्यो भने लाइक गरिदिनु, च्यानल नयाँ भने सब्सक्राइब गरिदिनु। अरू चाहिँ अहिले पछि भेटौँला है त। सो म चाहिँ भर्खरै निस्केँ होइन कोठाबाट। अब यहाँबाट चाहिँ म टेम्पो चढेर जान्छु। हल्का पानी परिरहेको छ होइन। अब म कलङ्की पुइन्जेलसम्म नपरोस्, त्यही हो। यहाँको अवस्था यस्तै छ। लगभग 7:45 हुन लाग्यो। 8:30 बजे कलङ्की आइपुग भनेर फोन आएको थियो मलाई। हेरौँ अब। सो गाइज म चाहिँ 8:19 जाँदाखेरि ठ्याक्क यो कालिका पेट्रोल पम्पमा आउने भनेको थिएँ बसले। अनि म यहाँ आएर कुर्दैछु भर्खरै झन् त। अब चाहिँ अहिले चाहिँ अब पुरै टुरिस्ट बसहरूको चाहिँ अब जाने बेला हुँदैछ। यतापट्टि पनि पानी पऱ्यो कि अहिले फेरि। कति टाइम लाउँछ 8:30 बजे भनेको थियो। अब 10 मिनट जस्तो बाँकी छ। हेरौँ होइन कति टाइममा आउँछ। पुरै बसहरू जाँदैछन्। अब कलङ्कीको 8:15 बजेको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ। अब म बस कुर्दैछु, हेरौँ कति टाइममा आउँछ है। लेट्स सी। काठमाडौँ वीरगन्ज होइन है। सो गाइज मलाई चाहिँ भर्खरै फोन आएको थियो होइन। गाडी चाहिँ कलङ्कीमा आइपुग्यो। अब त्यहाँ रेडी भएर बस्नु होला भन्ने चाहिँ फोन आएको थियो भनौँ न। अनलाइन टिकट काटेपछि चाहिँ यो सुविधा चाहिँ हुन्छ कि होइन। 2 चोटि फोन आइसक्यो मलाई होइन। यतिको चाहिँ हुन्छ। त्यही भएर चाहिँ म अनलाइनै काटेर जान्छु प्रायः पोखरा ओर्दुर गर्दा। लगभग कलङ्की चोकमा आइपुग्यो। अब 1-2-3 मिनटमा आइपुग्छ भनेपछि अब नजिक होला। पुरै बसको लाइन छ कि यहीँबाट वहीँसम्म वाइल्डै बसको लाइन होइन। सब बस अब काठमाडौँ छोडेर बाहिर जाने बस भनौँ न। बेलुका बिहान यस्तै त हो नि है। त्यही हो। अब हेरौँ अब आनन्दसित जानुपर्छ कस्तो हुन्छ यात्रा। पानी परेको मेरो बस चाहिँ यही हो होइन, यही वाला हो। लेट्स सी। शुभ जगदम्बा वाला। रिक्वेस्ट गरेको तपाईलाई मान्नुहुन्छ? सो गाइस म चाहिँ बसमा आइसकेँ होइन। 8:42 भयो अनि म चाहिँ बस जुन चाहिँ टिकट चाहिँ अब मैले काटेको टिकट चाहिँ बिए हो। मलाई रिक्वेस्ट गर्नु मान्नुहुन्छ भने हैन? मलाई रिक्वेस्ट गर्नु उहाँले ओके भएछ नि बस। मैले अब त्यहाँ मात्रै आफ्नै सिट दिनै पर्छ जस्तै। भन्नु 2 जना थियो।
सो हाम्रो बस चाहिँ ठ्याक्क 8:46 चाहिँ कलङ्कीबाट छुट्यो होइन। मेरो चाहिँ सिट चाहिँ उतापट्टि थियो। अब त्यो यो चाहिँ झ्याल खोल्न नमिल्ने रहेछ कि, अनि त्यो भएर चाहिँ त्यहाँ एउटा सानो भाइलाई चाहिँ त्यो 80 हुने भएर त्यो झ्याल खोल्न मिल्ने भएर चाहिँ म चाहिँ सिट साथेँ होइन। मेरो चाहिँ B8 थियो, तर म अहिले छु 8 हो कि अथवा 3 मा छु कि। अझै यो सजिलो रहेछ यसको सिट चाहिँ। अब त्यही हो, अब जुन सिट लिएको त्यो पाइएन भन्ने कुरा हो होइन। ठिकै छ, अब त्यो मैले नै अब ठिकै छ भनेपछि सकियो होइन। अझै यो अब यहाँबाट जाँदैछौँ, अब के हुन्छ कस्तो हुन्छ हेरौँ। बसको सिट चाहिँ एकदम कम्फर्टेबल छ है, तपाईँले देख्न सक्नुहुन्छ यस्तो बवाल छ। ओर्थित छ है यो बस चाहिँ अहिलेसम्म चाहिँ। अब जाँदै गर्दा कस्तो हुन्छ पछिसम्म हेर्नु होला त्यसको लागि चाहिँ। आइपुग्यौँ होइन। अनि धार्के आएर चाहिँ हाम्रो धार्के भनेको चाहिँ म 9 बजेर लगभग 1-1.5 घन्टा आइपुग्यो होइन। बाटो चाहिँ राम्रै रहेछ अहिलेसम्म। यहाँ आएर चाहिँ एकछिन ब्रेक भनेर चाहिँ हामी बस्दैछौँ होइन। बस पनि मलाई एकदम दामी लाग्यो होइन। यो चाहिँ शुभ जगदम्बा टुर्स ट्राभल्स। यो म धेरै पहिला चढेको थिएँ, लगभग 1 वर्ष अगाडि चाहिँ अर्कै पुरानो टाइपको बस थियो। अहिले चाहिँ राम्रो बने रहेछ यो बस होइन। एकदम कम्फर्टेबल छ कि बस्नलाई चाहिँ। अनि सस्तो पनि भनौँ न, टुरिस्ट बसहरूमध्येमा सबभन्दा सस्तो देखेको थिएँ कि मैले त्यो बस सेवाबाट काटेको थिएँ टिकट ई सेवा होइन। त्यहाँ चाहिँ 1000 रुपियाँमा चाहिँ टिकट काटेको थिएँ मैले। त्यसमा पनि क्यासब्याक आएको थियो भनौँ न। ई सेवाबाट त आउँथेन, यताबाट काट्दा क्यासब्याक पनि पाएको थिएँ। त्यही हो, अब हामी चाहिँ जाँदैछौँ। अब एकछिन ब्रेक हो 5 मिनटको, त्यसपछि खाना खाने ठाउँमा रोक्छ होला। खाना जाने मैले त खाइसकेँ। अब त्यही हो, रमाइलो भइरहेछ, मजा आइरहेछ। ल जाम अब। सो हाम्रो चाहिँ अहिले ठ्याक्कै खाना खाने टाइम भयो होइन, 11:30 बजे। बस चाहिँ यहाँ रोकिरहेछ। अब यहाँ हाम्रो चाहिँ 30 मिनट जस्तो ब्रेक हुन्छ, अनि त्यसपछि फेरि जान्छ बस। त्यही हो, बसहरू चाहिँ प्रायः ल्याएर रोक्ने काम यहीँ हो भनौँ न, टुरिस्ट बसहरूले। सो गाइज फाइनल्ली पोखरा आइयो होइन। तर पोखरा चाहिँ म आएको चाहिँ लगभग 4 बजे आइपुगेको थिएँ। अनि आएर सुतेर अनि अहिले 6:15 भइसक्यो, 6:15 बजे उठिसकेँ।
उठेको पनि यसले बिहान उठेर उठेको धेरै कराएर उठाएको यसले जबरजस्त अनि झन् पूजामा चाहिँ एकदम रमाइलो भनेर आएको आउन नपाउँदै पानी परेर यहाँ बिजुक छ तल हो त्यही हो के छ ठिक छ आज के कहाँ जाने आज कुलानी पूजा कहाँ कुलानीको पूजा बेगनास माथि ए हो ल त्यही अब काठमाडौँ पोखराको भ्लग यति नै गरौँ अर्को पूजाको भ्लगमा भेटौँ ल सो अर्को नेक्स्ट भ्लगमा भेटौँ ल है त आँखा चाहिँ यस्तै छ निन्द्रा पुग्यो होइन आज दिनभरि यस्तै हो